हाम्रो गीतामा जुन कृष्णले अर्जुनलाई उपदेशहरू दिएका छन् नि, त्यसमा त उहाँले पुरा मेन्टल हेल्थको थ्योरी नै मलाई त लगाइदिनु भयो। पहिला त त्यो तपाईँहरूले कतिले पढ्नु भएको छ गीता है, अचेल त गीताको अङ्ग्रेजी ट्रान्सलेसन पनि पाउँछ, त्यो पनि हेर्नुभयो हुन्छ बुझ्ने गरी। नेपाली ट्रान्सलेसन पनि होला पक्कै, मैले चाहिँ नेपाली ट्रान्सलेसन चाहिँ पढेको छैन। संस्कृतको अलिअलि ज्ञान मलाई थियो त त्यसले पुग्दैन, तर सजिलो चाहिँ हुँदो रहेछ संस्कृत श्लोक पढ्यो अनि त्यसको इङ्ग्लिस ट्रान्सलेसन पढ्यो गर्नलाई। त्यसमा के छ भने कृष्ण त बेसिकली मनोसामाजिक परामर्शदाता नै हुनुहुँदो रहेछ नि त। उसले हातखुट्टा गलेर फत्रक्कै म त लड्दिनँ अब भनेर बस्दा रहेछ नि युद्ध क्षेत्रमा। त्यस्तो बेलामा हे उठ तिमी गर्नुपर्छ भनेर अनि उसलाई आफ्नो कर्मका बारेमा बुझाएर उसलाई अलि उत्साह बढाइदिएर, हेर तिमीले आफ्नो आफ्नो उसको भनौँ न आफ्ना आफन्तहरूको हत्या गरिरहेन, तिमीले त आफ्नो कर्म गरेको हो र वाट इज राइट एन्ड रङ भन्दाखेरि राइटलाई चुज गरेको हो भन्ने किसिमले त्यसरी त्यो साइकियाट्रिस्ट साइकोलोजिस्टहरूले जे एलिमेन्ट्स युज गर्छन् काउन्सिलिङमा त्यो त सबै त्यहाँ गरेर रहेछ भने हामीसँग त त्यस्तो रिच सोर्सहरू छ नलेजको, तर हामीले त्यसलाई प्रयोग गरेर रहेनछौँ। त्यसकारण मलाई लाग्छ कि यो स्पिरिचुअल हेल्थलाई र हाम्रो यो नागरिक आरोग्य कार्यक्रमहरूलाई जोड्यो भने र मोडर्न मेडिसिनले के पनि भनेको छ, जुन साइकियाट्रिस्ट साइकोलोजिस्टहरूले भनिहाल्नु होला, हामीले काउन्सिलिङ गर्ने त आफ्नो ठाउँमा छ, तर कहिलेकाहीँ आफूलाई गाह्रो भइरहेको बेलामा अरूले उपदेश दिए पनि सुन्न मन लाग्दैन नि त। त्यसैले हिँड घुम्न जाउँ मात्रै भनेर हरियो परियोमा यसो बाहिर निस्केर एक चक्कर हिँडेर दौडेर आयो भने पनि त्यो फ्रेस हुन्छ, दिमागमा अलि पोजिटिभ डोपामिन खालका हर्मोन अरू हर्मोनहरू आएपछि त्यो नेगेटिभ विचारहरू बिस्तारै कम हुँदै जान्छ। त्यो सन्दर्भमा चाहिँ हामीले हाम्रो प्राथमिक केन्द्रका नागरिक आरोग्य कार्यक्रमहरू अहिले प्रशस्त छ र अहिले विश्वमै यो आयुर्वेदहरूलाई पनि रिभाइभ गरिराखेको अवस्था छ। भारतमा त हाम्रो एउटा मिनिस्ट्री अफ आयुष भनेर छुट्टै नै मन्त्रालय नै बनिसकेको रहेछ। मैले यहाँ पनि म मन्त्री हुन साथै मैले हाम्रो कीर्तिपुरमा भएको अनि बुढा नीलकण्ठमा खुल्न लागेको सबै आरोग्यका कार्यक्रमहरू पनि हेरेको छु र त्यो कम्युनिटी हेल्थको र त्यसको कम्युनिटी मेन्टल हेल्थ कम्पोनेन्टको पनि त्यहाँ विभिन्न कुराहरू छन् र फ्रन्टलाइन गाउँघरमा त छ तिनीहरू। हाम्रो आमा दिदीबहिनीहरू त एकै बिहानै मन्दिरहरूमा गएर योगाहरू गरिराख्नु भएको हुन्छ। त्यो फोरमलाई त्यो प्लेटफर्मलाई पनि हामीले कसरी युटिलाइज गर्ने भनेर यहाँहरूले हेर्नुभयो भने त्यो चाहिँ राम्रो होला।